तपाईहरुले यहाँ बोर्डमा के देखेथ्यो पे मसा छा मासु छा मासा लु ममु लु मसा बिमु भन्छ नि त्यो के भनेको थियो यो कुरामा एउटा म क्लियर गर्न माग्छु डाक्टर हर्काले भनेको रे नि त नो भेरी रङ पेको कुराहरु सोल्टी हर्कालाई चाहिँ हेको नाम एउटा पे पनि जान्दैन बरा अब त्यस्तो बुढालाई चाहिँ यस्तो पे मसा छा भन्ने आउँछ यो चाहिँ रिभ्यू चाहिँ साडला मिना अब कोरला पछिको छोरीले भनेको डायलग हो यो अब यसो कथा आलियो सुनौ मेरो टाइम छ रे आज हिजो अब कोरला पछियो भन्ने एकदम शक्तिशाली पोजी थियो उसको चाहिँ नि बुढेसकालमा बिहा गरे भएर दुईटा छोरा जन्म्यो छोराको नाम मिलुचु लिगुती छोरीको नाम रिबिचु साडला मिना दुईटा जन्म्यो छोरा ए भ्यवरा सुकला खाबेली सरा कुमला भसरा खाबेली सरा आगो भिडु चौलीगोरा तिमी क्या रोधीरा होडी बा क्युदीरा होडी बा छोलो चारबा कुडो मेरबार होबागो बदमाश भयो रोदीमा जानेहरुलाई बदमाश भन्छ हाम्रो पेमा रोदीलाई हाम्रो पेले सपोर्ट गर्दैन आई एम सॉरी टु से दैट हाम्रो यहाँ चाहिँ रोदी इज द ग्रेट पप भनेर यस कारणले त्यो छोरा रोदीमा गएर रोदीको होबा छोलो छाबा कुडो मेरबा बदमाश भयो छोरा चाहिँ नि तर छोरी ए आफै भाले फ्रेर टिजो मोलु मैलो छालो देखि भागो भयो छोरी चाहिँ नि बाबुको खुट्टा मुनि बसेर बाबुको विद्या सिक्ने मन्त्र सिक्ने ज्ञान सिक्ने त्यस्तो बाबुको पुरै विद्या लियो र चाहिँ अब कोरला बज्यो मे खागरा घेया मे घुगरा दे घेया म अब भनेको चाहिँ बुढो भयो है बुढो भएपछि बुढो चाहिँ रुरुपिपी भयो बुढो चाहिँ मरिगयो मरेपछि दिदीले चाहिँ भाइलाई बोलायो ए अब कोरला बज्यो मे मर्सक लोग्लो नोया जे मृसक लोग्लो दे नोया जे सोबुरु दे झनो आगो लो बाले सरकामा हाल भने छिटो हुन्छ अब गीत गाउँदै हिँड्यो रोदीमा हिँड्यो के थाहा त्यसलाई होइन यहाँको छोराले त गर्न सकेन नगर्न सकेपछि छोरीले चाहिँ नि हुन्छ त नि म गरिदिन्छु भनेर बाबाले सिकेको विद्याहरू सबै उसले प्रयोग गरेर बाबालाई चाहिँ स्वर्गमा हाल्यो रिबिचो साडला भिनाले हालेपछि त्यहाँ के भयो भने दाजु र बहिनीको झगडा भयो अनि बहिनीले के भन्यो भने बाबुको त्यत्रो विद्या सिकेर बाबुको ढ्याङ्ग्रो झुर्म भागा फुर्को सार्दा मात्रसम्म मेरै हो नि भन्ने दिदी भयो भाइले भन्यो ए क्यों जो योगा में आमे पेड़ो नाभी भोगे क्या रावी सिंगी क्यों को योगा आगो आगो कोरला बाजो ये कछाबो भाषाको हले हल्बु मेंगलागो तैले भन्दा आमाको तानबुन्नी भाँडाहरु पो तेरो हो बाउको झ्याङ्ग्रो झुर्म त बेच्न परे नि मेरै हो भन्ने कुरा आयो त्यहाँ त अनि दाजु र बहिनीको बीचमा झगडा भयो आओ गेमे रिबिजो सरला मिना बे मेग्रो जो लेगोरा तेमे आगो तगरा होगरा दे तन अपनीमै औना बित्त लड्न लाग्यो त्यो बेलामा शक्तिको जमाना थियो तर दिदीको धेरै ज्ञान थियो भाइको चाहिँ केही पनि थिएन त्यो ठोक्दा हैन अनि भाइलाई चाहिँ दिदीले मार्दियो विद्याले मार्दियो विद्याले मारेपछि दिदी चाहिँ अब धेरै ज्ञानी थियो अनि उले बाबुको भुँडी चिर्यो आज तिजो किन प्रेबे बेङ्गिजो खैजो किन अब मेन अर्गनहरू मुटु कलेजोहरू किडनीहरू सबै फोक्सोहरू लियो लिएमा कामला भन्ने हिसाबले छोगियर होगियर होमाइले थिएन उसले त भरे कतै फेरि भाइ चाहिहाल्छ भनेर भाइको मुटु कलेजहरू सबै निकालेर टाकटुक लगेर अर्का घरमा नासो राख्यो है कामला रानी सल्लिपुहरू घरमा नासो राख्यो नासो राख्दाखेरि उनीहरूले राखिदियो त्यहाँ आएर भाइलाई लुकायो भाइको लासलाई लुकाएर उच्ने आगो कछेको पुन प्रिमै घछाको हाल्या ढल्को कोचे हेदो कोर्नो दे हेन प्रिमै अब आफ्नो बाबु ताने माने लगाएर उ त हेदोमा गयो क्या हेदोमा गएको त त्यो बेला पनि डिस्क्रिमिनेट भयो के बरा त्यो अनि त्यही भएर हाम्रो चाहिँ हिजो रोदी घरमा रोदी जाँदाखेरि नि जसको दाजुहरू बहिनीहरूसँगै एउटै रोदीमा जान्छ नि
उनीहरू चाहिँ एक आपसमा दकसमा बस्थे रे के दिदीको दकसमा भाइ बस्ने भाइको दकसमा दिदीहरू बस्ने त्यस्तो हुन्थ्यो क्या त्यही भएर अब त्यति नराम्रो नहुन्थ्यो रे के त्यही भएर त्यहाँ त त्यसको त भाइ देखेन त्यहाँ हिँडेको मान्छेले के भने ए पसे म्युजे म्यु आता हेगो प्युजे प्यु आता तङले धोरजे धोराता गो चो ज्याजी जोजे आचा बे क्योसी रोमी तोलो बार रोडीगे चो म्यार बे रे तोलो यो चराचुरुले नखाने यो किचिलाउनु एक बेला किन फलिरहेको होला एउटा मैत्री न अब बहिनी के भइरहेको होला भनेर वचन हालिदियो के वचन हालिदिएर बर त्यो केटी त अब पूर्व गयो पश्चिम गयो सबैले वचन हालिदियो मन रोएर ए साबु हार भएको चौका अझै मुख रुँदै आएर घरमा आएपछि ओहो भाइ त चाहिँदो रहेछ भनेर उसले फेरि त्यो हिजो नासो मेरो मासुको पुख ल्याउँदा भन्न जाँदा शर्मा आयो बर होइन त्यहाँबाट फेरि जिद्दा भएर गयो बिरालो भएर गयो हुने नहुने भएर गएर लास्टमा चाहिँ ऊ चाहिँ मुसा भएर गएर चोरेर ल्यायो मुसाको रूप लिएर गएर चोरेर ल्याएपछि ए तिया घर ती चोजे निए घर नि चोजे खैए घर खेजाजे खबै घर घचो माने सबै वर्गनाहरू आफ्नो ठाउँमा हालेर ठ्याक्क पार्दाखेरि यो प्रेमी तन प्रेमे बा फल्का प्रेमे तन प्रेमे लाछेको आँखा घिसेको भनेको हातखुट्टाहरू कुरी त हुने यसो त चलाउने तर जुर्की उठेर हिँड्नु भएन होइन त्यसो भएपछि ओहो लो भाइ त जगाउनु सकेन भनेर फेरि जान्ने सुन्ने हालेर गएर हेरपुर गर्दाखेरि यो त्यहीँ गर तेरो भाइ चाहिँ यो हिजो उसले बाण हानेर मार्ने अब बाण फर्काउनु परेन यहाँ फेरि बाण फर्काउने त्यहीँ गरेर बाण फर्काएर भाइले चाहिँ जस्तोको तस्तै बचायो अरूले मैं सम्झ्या सारे मैं गोबा हान्से मैं मङ्से शिव सोभे मैं गोबा भवायो मैं गोबा रोबा त्यस्तो दबाईहरू खोज्यो उसले यो सबै दबाईहरू भयो त्यो मान्छे काटेर बचाउनु त पहिला हाम्रै पालामा भइसकेको थियो नि हाम्रै छोरी चेलीहरूले त्यतिखेर डाक्टर थिएन उनीहरूले गर्दो रहेछ त त्यस्तो शक्ति थियो हिजो त्यस पछाडि उसले भाइले बचाएपछि भाइ पनि अब बल्ल बुद्धि आयो नि त बुद्धि आयो नि दिदीसँग सबै विद्याहरू सिक्यो त्यही भएर दिदी चाहिँ हाम्रो गुरु पजुहरूको गुरु चाहिँ हो त्यो रिपिचर सरलाई भिनाले हाम्रो विद्याहरू जोगाइदिएको हुनाले अहिले हामीले प्रो लाउँछ कताको फोटो त गइछ है हामीले चाहिँ अहिले त्यो भड्काहरूको माथि प्रो लाउँछ कि हामीले प्रो घलेक पजुहरूले घलेक लगाएको अर्थ बुझ्नुभयो हाम्रो गुरु चाहिँ हिजो हाम्रो दिदी हो उहाँको नाम चाहिँ रिपिचर सरलाई भिना अनि उहाँले चाहिँ लास्टमा के भन्यो अब यो सबै कुरो विद्याहरू भाइले नदिकन ऊ मर्यो भने त उसले लिएर गयो नि त सकियो नि त हो त्यतिखेर आएको ए पे मासा छ्या ममो आएको छ्या मासा लु मासा भिमा म आएको भने उसले चाहिँ नि आफ्नो भाइलाई सिकाएको क्लियर भयो नि यो पे मासा छ्या छ्या यस्तो कुराहरू छ हाम्रो त्यस कारणले अब कुरै नबुझिकन हरेक साइनबाट बुद्ध मार्गले त्यही टाँसेछ हिन्दू मार्गले त्यही टाँसेछ तेलहरूले त्यही टाँसेछ होइन अर्थशास्त्र बुझ्नु छैन यो त अनि त्यहाँबाट मेरो कुरा सत्य भयो कि भएन असल दुर्सल भयो कि भएन हामीहरू